हेलो एभ्रिवान, नमस्ते गाइस, सबैजना सन्चै हुनुहुन्छ। म आज तपाईहरुलाई पोर्क र्याक कसरी बनाउने भनेर देखाउँदैछु। अब मैले भर्खरै पोर्क मिडल लिएर आएँ। अब यो पोर्क मिडल भनेको देख्न सक्नुहुन्छ। पोर्क बेली र करङ के भन्छ, करङ पोर्क बेली र ढाडमाको भागलाई के भन्छ हो त्योलाई ट्याक्क त्यो हड्डीको ट्याक्क यो करङको लास्ट भागमा ह्यान्चोले काटेर छुट्याउने। अनि अब यो बोसोहरू सबै बोसोहरूलाई तारेर फाल्ने यो बोसो। अनि यो रोयल पोइल मासुहरू छाला तारेर फालेर अनि यो रोयल पोइल मासुहरूको चाहिँ पोर्क मिन्स बनाउँछ। पछि पोर्क मिन्स बनाउँदा युज हुन्छ। अनि त्यो यो बोसो अनि यो रोयल पोइल मासुहरूलाई युज गर्न सकिन्छ। अब त्यो ट्याक्क त्यो रिपको बोनमा कस्तो तल उसमा ट्याक्क मासुको भागमा ट्याक्क काट्ने होइन। ट्याक्क त्यहाँ सिधा हड्डी हुन्छ त्यहाँ काट्ने। अनि ट्याक्क कस्तो राम्रो है त्यो मार्बल नाइस, कस्तो राम्रो त्यो पोर्क लोइन भन्छ, तर के भन्छ नेपालीमा हो थाहा भएन। तर के भन्छ त्यो छालाहरू सफा गर्ने। छाला चाहिँ कपालहरू हुन्छ कता कता, तर त्यही भएर त्यो कपालहरूलाई सफा गर्ने। छालाको कपाललाई सफा गर्ने। अनि ट्याक्क त्यो पोर्क लोइनको ट्याक्क दुईटा औँला तलबाट ट्याक्क काटेर त्यसरी ट्याक्क मैले जसरी काटेको छु त्यसरी काट्ने। अनि नाइफ चाहिँ एकदम सार्प हुनुपर्छ गाइज। अनि त्यो ट्याक्क मैले त्यो बोनमा को बिचमा मासु हुन्छ त्योमा चक्कु यस्तो बिस्तारै घुसाउँदै काटेछु। त्यो चक्कु चाहिँ बिचमा मजाले छिटो त्यो चाहिँ काटेर गऱ्यो भने, त्यसरी काट्यो भने चाहिँ त्यस्तो गरेर बोन सफा गर्दा सजिलैसँग सफा गर्न सकिन्छ गाइस। अनि त्यसरी देब्रे साइड र दाहिने साइडमा त्यस्तो बिस्तारै तल धकेल्दै त्यो चक्कुको टुप्पाको सहायताले त्यसरी धकेल्दै सफा गर्दै जाने। बिस्तारै त्यस्तै सफा यता देब्रे साइड र दाहिने साइडमा ट्याक्क मजाले देब्रे तल धकेल्यो भने पछि मासु चाहिँ मजाले कस्तो फ्याक्लाक्क त्यो सफा गर्ने, जुन भागमा सफा गर्नु खोजेको त्यो भागमा कस्तो मजाले मासुहरू छुट्टिन्छ। त्यही भएर त्यस्तै सफा गर्ने। त्यस्तै गरेर त्यो सफा गर्दा अहिले हेर्न सक्नुहुन्छ गाइस कस्तो मजाले त्यो यता साइड उता साइड दुवैतिर सफा गरेपछि कति मजाले आउँछ। त्यही भएर त्यसरी एउटा गर्नुको कारण थियो। लुक एट द्याट, तपाईँहरूले हेर्न सक्नुहुन्छ कस्तो मजाले निस्किएको छ। अनि त्यो कहिलेकाहीँ त्यो सफ्ट बोन र बोनमा त्यो मासुहरू अड्किन्छ। त्यही भएर त्यो कहिलेकाहीँ त झट्ट तान्दा आउँछ, तर आएन भने बिस्तारै चक्कुको सहायताले काट्दै जाने। त्यसरी अलमोस्ट रेडी भइसक्यो गाइस। अनि यो चाहिँ हामीले कस्तो धेरै तरिकाले खान सक्छौँ। म भन्छु पहिला यो चाहिँ चेन बोन भन्छ यसलाई। यो चाहिँ काट्यो भने हामीलाई चाहिँ दुईटा बोन गरेर पकाएर काट्ने कि एउटा स्लाइस गरेर काटेर खाने कि कसरी यो गर्ने त्यो काट्न सजिलो हुन्छ भनेर त्यो काटेर फालेको। त्यो काट्दैछु, त्यो काटेर फालेर अनि यतापट्टि साइडमा पनि त्यो चेन बोनको ट्याक्क जोडिएको भाग साइडमा पनि हड्डी हुन्छ, त्यो हड्डीलाई पनि काट्नुपर्छ। त्यो हड्डी चाहिँ त्यो ह्यान्डसो युज गर्दाखेरि अलिअलि मैलाहरू हुन्छ, अनि त्यो फाल्नुपर्छ सफा गरेको गाइज। अनि यो छेउमाको हड्डीलाई बिस्तारै सफा गर्ने। अलमोस्ट रेडी भइसक्यो। हामीले यो चाहिँ धेरै तरिकाबाट खान सक्छौँ। बार्बिक्यू पनि गरेर खान सक्छौँ।
अनि रोस्टिङ धेरै थरीको कसरी आफूलाई कसरी तर बेस्ट चाहिँ बार्बिक्यू गरेर खायो भने खतरा मिठो हुन्छ गाइस ट्राई गर्नु अनि साइडमा चाहिँ सफ्ट बोन हुन्छ के अरे कुरकुरे हड्डी हो त्यो हुन्छ अनि त्यसलाई चाहिँ काटेर फाल्नुपर्छ अलमोस्ट रेडी भइसक्यो अब यसलाई अब काटेर कसरी खानुहुन्छ खान सक्नुहुन्छ गाइस यही हो पोर्क ऱ्याक पोर्क्यायो Thank you for watching. Please like, share and subscribe. Ta-da! Bye-bye.